नमस्ते स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। म फेरि नयाँ रियाक्सन भिडियो लिएर आइसकेको छु तपाईहरुको माझ। आज जेम्सी र लाउरेको गीत नयाँ वी पोखरा भन्ने म रियाक्ट गर्न गइरहेको छु है त। ढिला नगरिकन जाम है त। तपाईहरु पनि अल्छिन भने हेर्दिनु है त। हेलो ए ल ल हुन्छ टिङ 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 सबजना आउनु पर्यो है वी पोखरा गीत सुन्नलाई रे। पोखरा Jerry X MC. वाउ यार कस्तो दामी सिन यार। म त पोखरा पुगेको छैन है अहिलेसम्म। झुटो नबोली भन्नु पर्दा अब के गर्नु, पोखरा घुम्नुलाई देवा मरु छ्याउ छ्याउ हैन भने जस्तै अब कमाउनलाई विदेशतिर कुद्या छ। घुमाउला न आफ्नो देश हैन बिस्तारै। हेर्दा पनि कस्तो के वाउ रुनै मन लाग्छ। आफ्नो त्यस्तो राम्रो ठाउँ छ र यस्तो ठाउँमा आएर हात घुट्टेर जोतेर काम गर्नुपर्छ सरकारको। पोखरामा जन्मे हुर्के होले हिँडे पोखरामा ताले तालको ताल हेर्दै पोखरामा राम्रो सहर यो हाम्रो सहर पोखरा सिटी। वाउ यार प्याराग्लाइडिङ के भन्छ, मलाई पनि गर्नु मन छ है। म केही गरी धेरै पैसा कमाएर गयो भने म पोखरामा गएर प्याराग्लाइडिङ गर्नेछु भन्ने चाहिँ म भन्दैछु है। आज गीतको बारेमा चाहिँ के भनेको छैन मैले हैन। जस्ट पोखराको बारेमा लाउरे र जेम्सीले धेरै नै बयान गरेका छन् भन्ने कुरा आइरहेको थियो मेरो सामु। त्यही भएर म आज हेर्नेछु है त। पोखरामा जन्मे हुर्के होले हिँडे पोखरामा ताले तालको ताल हेर्दै पोखरामा राम्रो सहर यो हाम्रो सहर पोखरा सिटी सबलाई घुम्ने रहर। लामा चौर चोलबोटनी फुलबारी बगर भेचै बेजरले भरिएको महानगर। तल गए छोरे पाटन माथि गए बजा पाटन दीप सङ्गम लाली गुरा सबजनालाई अभिवादन। सोली बाप्स भायाहरू राम्रो राम्रो मायाहरू पोखरामा आऊ तिमीलाई भेट्छौ धेरै दादाहरू सन्चोले के अरू गीतको बारेमा त मैले के पनि भनिरहेन, तर ठाउँ क्या साँच्चीकै नै मान्छेले भन्थ्यो नि पोखरा पोखरा पोखरा। म भन्थेँ के छ पोखरामा। आज यहाँ देखाइरहेको छ पोखरामा के छ। अझ हेर्न बाँकी छ, हेरौँ न त ढिला नगरिकन। उपर बेजरले भरिएको महानगर तल बोटनी फुलबारी बगर बेजरले भरिएको महानगर। भेजाले भरिएको महानगर मैले बुझिनँ यार, प्लिज भनिदिनु होला है कमेन्टमा। तल गए छोरे बारी बगर बेजरले भरिएको महानगर। तल गए छोरे पाटन माथि गए बजा पाटन दीप सङ्गम लाली गुरा सबजनालाई अभिवादन। सोली बाप्स भायाहरू राम्रो राम्रो मायाहरू पोखरामा आऊ तिमीलाई भेट्छौ धेरै दादाहरू सन्चोले हामी गण्डकी अञ्चले पनि गरिन्छ मञ्चले लेक साइडको झिलिमिली आँखा मेरो तिरिमिरी देवताको छेउमा बसिरहेछौँ पुल पारी दामी हुँदो रहेछ यार राति त यार। म भन्ने नै हो भने खोइ लाइक हुन्छ नि अब यस्तो राति धेरै त डुलेको छुइनँ। अब बुढेसकालले छुइसक्यो कता डुल्नु राति त। वाउ नै छ यार। म त के चाहिँ भन्नु अब यहाँभन्दा बाहेक त वाउ बाहेक त केही छैन क्या। पोखरामा आऊ तिमीलाई भेट्छौ धेरै दादाहरू सन्चोले हामी गण्डकी अञ्चले पनि गरिन्छ मञ्चले लेक साइडको झिलिमिली आँखा मेरो तिरिमिरी देवताको छेउमा बसिरहेछौँ पुल वारी हिँड्छौँ हामी हुल बानी गर्छौँ हामी मन मानी पोखरामा सायद सफा पनि छ, हामी सफा पनि गर्छौँ भन्ने कुरा देखाएको छ है हैन त। यो नि त देखाउनु पर्छ।
काठमाडौँमा सबैजना मान्छेहरू काठमाडौँ पनि सफा गर्नुपर्ने यार। तर मैले आज सुन्नमा आएको थिएँ पालनले राजीनामा दिएपछि फेरि पनि फोहोरका थुप्राहरू थुप्रेका छन्, फेरि पनि बाटोमा पसल लगाएका छन् भन्ने कुराहरू सुन्नमा आएको थिएँ। बिजी छ यार, विदेशमा आएपछि बिजी हुँदो रहेछ, के गर्नु। मैले पहिलो चुमा खाए पोखरामा तान्ने गाजाको पहिलो सर्को मैले पोखरामा मेरा केटाहरू टन्नै छन् है पोखरामा। उसले आफू जन्मेर अब जन्मेको ठाउँमा पनि त, तर हरेक ऱ्याप गीतहरूमा भन्छ कि गाँजा माल पानी यहाँ यो कुरा चाहिँ लिएरै राखेको हुन्छ कि, एउटा न यत्रो सर्ट चाहिँ हालिरहेको हुन्छ कि, तर धेरै राम्रो कुरा हुन्छ नि यति नराम्रो कुरा नि राखेको, त्यो चाहिँ राम्रो होइन नि त होला। अब मेरो लागि मैले भन्नु त आवश्यक छैन, त्यही पनि एउटा मेरो पोइन्ट अफ भ्यूबाट यो नभन्दा हुन्थ्यो भन्ने कुरा हो क्या होइन। त्यही चाहिँ उसले आफू जन्मेको पोखरामा जन्मे हुर्केदेखि गरिसकेको कुराहरू भनिरहेको छ, नराम्रो होइन। तर माल पानी फुके हरेक ऱ्याप गीतहरूमा छ क्या, म अब के भन्नु। अनि अर्को कुरा त्यो मस्जिदहरू पनि देखाएको छ नि, लाइक सबै धर्महरूलाई चाहिँ लाइक एकै गर्नुपर्छ, त्यसमा झगडा नहोस् भन्ने कुराहरू देखाएको छ। लाइक फेरि के अरे अनि यो कुरा भन्न चाहन्छु के भने यो सानो डिजायर यो छ नि, सानो सानो कुरामा नामै त सानो छ होइन। सानो क्यापमा बोतलको क्यापमा कति मजाले लाइक पेन्टिङ गरेको छ क्या। त्यो हाम्रो नेपालमा धेरै क्रिएटिभ पर्सनहरू छन् क्या, तर पनि कसरी केही गर्न सकेन। सिर्फ एउटा हुन्छ नि लाइक अब होला ठाउँमा गरेको मैले थाहा नभएको पनि हुनसक्छ, तर वाउ छ, नेपाली हो नि त, दामी छ नि होइन। मैले पहिलो चुमा खाए पोखरामा तान्ने गाजाको पहिलो सर्को मैले पोखरामा मेरा केटाहरू टन्नै छन् है पोखरामा साई मरेपछि पनि जल्छु मै पोखरामा। मैले पोखरेली पारा अझै छैन फेरेको, यहाँ माछा पुछ्रेले फेवा तालमा ऐना हेरेको। गाह्रो छ पट्याउन पोखरेली मैसाब भाग्य मानि त्यो जसको छ पोखरेली ज्वाइसाब। कुरा याद गर्नु पर्यो एकचोटि मलाई बाटोमै रामा तान्ने गाजाको पहिलो सर्को मैले पोखरामा मेरा केटाहरू टन्नै छन् है पोखरामा साई मरेपछि पनि जल्छु मै पोखरामा। मैले पोखरेली पारा अझै छैन फेरेको, यहाँ माछा पुछ्रेले फेवा तालमा ऐना हेरेको। गाह्रो छ पट्याउन पोखरेली मैसाब भाग्य मानि त्यो जसको छ पोखरेली ज्वाइसाब। झगडा लफडा सबभन्दा तगडा टोलमा अखडा नदेखा धेरै नखरा मुस्केला है बङ्गरा होला फेरि लङ्गडा खाइन पाएको स्वाग नदेखा पोखरेलीसँग जङ्गदा। एडम बम लाउरे जेम्सीको बियरबाट गर्छन् छ दाजुभाइको जङ्गलको शेरबाट मा कसम मैले गरेको शब्दको अक्षरबाट सुन्दैछस् कि पोखराको हुनेवाला मेयरबाट। जन्मे हुर्के होले हिँडे पोखरामा। आमा विजय बराल कहाँ देखिया जस्तो लाग्यो देखिहाल्छु नि होइन, जोक है जोक। बम लाउरे जेम्सीको बियरबाट गर्छन् छ दाजुभाइको जङ्गलको शेरबाट मा कसम मैले गरेको शब्दको अक्षरबाट सुन्दैछस् कि पोखराको हुनेवाला मेयरबाट। जन्मे हुर्के होले हिँडे पोखरामा। पोखरामा ताले तालको ताल हेर्दै पोखरामा। पोखरामा बुढेसकाल लागिसकेसम्म पनि सिङ्गरहरूको स्वर चाहिँ चेन्ज हुँदैन जस्तो लाग्छ है, वाउ नै हुन्छ क्या। जति पनि सिङ्गरहरू छन् नि बुढेसकालमा पनि स्वर चेन्ज हुँदैन जस्तो लाग्यो क्या। अब कसैको हुनसक्छ, मलाई पनि बन्ने रहर थियो। अहिले यहाँ गीत सिङ्गरको रियाक्ट गर्दैछु। दाजुले त पकौडा खाएर आउनु भएछ क्या, पुरै चिल्लो छ। डन होला है डन दाजुहरू। राम्रो कस्तो
खतरा हाँसेको क्या लज्जै लज्जा भिडियो बनाउँदा लजा हाँस्छन् होइन दाजु मलाई पनि क्या हाँस उठ्यो क्या भने मतलब अर्कै खालको फिल क्या ओ माइ गॉड क्युट टाइपको क्या फेरि हेर्नु न डन दाजुहरूलाई होइन डन दाजुहरूको इन्ट्री हातले स्पोन्सर गराएर पोखरा बोका राइडर्स रे बोका राइडर्स बोका के भन्छ खेलाडी बोका अडियन्स त्यही त हो नि बोका खेलाडी बोका राइडर्स ओ बोका प्लेयर फुटबल प्लेयर बोका क्यामराम्यान ए बोका सिङ्गरहरू ल अब मेरो रियाक्सन भिडियो सकिसकेको छ तपाईहरुले मेरो च्यानललाई लाइक सब्स्क्राइब शेयर देन के कमी कमजोरी छ कमेन्ट गरेर मलाई माथि पुग्न हेल्प गर्नु होला तपाईहरुको सहयोग साथको खाँचो छ मलाई भन्दै यहाँबाट बिदा हुन्छु बाइ बाइ भोलि फेरि अर्को नयाँ रियाक्सन भिडियो लिएर हजुरहरुको सामने यो अनुहार देखाउन आउने छु